हेलो साथीहरु, सेवा नमस्ते, स्वागत छ हजुरहरुलाई मेरो भिडियोमा। आयो हजुरहरु सन्चै हुनुहुन्छ र म पनि एकदम सन्चै आरामै छु। अहिले चाहिँ हामी आएको छौँ यता घाँस काट्नलाई जंगलतिर। देख्न सक्नुहुन्छ कति राम्रो छ। आज घाम लागेछ है साथीहरु, एकदम घाम लागेर गर्मी छ। हामी चाहिँ घाँस काट्न आएर नि अब भारी पुराएर जान लागेको साथीहरु। हेर्दै गर्नु होला, हजुरहरु एकदम सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु, त्यही भएर भिडियो बनाइराको। हेर्दै गर्नु होला है साथीहरु। न हाम्रो उस त त्यहाँ मैले साउन्ड हाल्दैछु, त्यहाँ हालिदिन्छु त। मैले त्यस्तो साह्रो बेजोत गर्ने खालको छु र। ओइ मम घाँस काटेको देख्न सक्नुहुन्छ। घाम छ, घाँस काट्नै पर्छ। घाम छ। बोडालाई झेक्रा पनि काट्न आएको साथीहरू। अलिकति घाँस काटिछन्, अगाडिपट्टि हाल्नलाई गर्छ घोच्छ भनेर। घाँस कति धेरै छ साथीहरू। छोरी मान्छेको जातले अरे के देख्दा पनि लोभ लाग्छ अरे, त्यस्तै हो हामी त। घाँस देख्दा नि लोभ लाग्छ, दाउरा देख्दा नि। उसलाई देखाइदिउँ। हामी चाहिँ 2-3 जना आएको छौँ है साथीहरू। हेर्नु साथीहरू, एउटा उहाँ छन् नातिनी। म जुम गराउनै जान्दिनँ फेरि। कहाँ र खोइ, ओके देखेछ त। ए देखेछु नै, देखेछ कि म। बोडीलाई झ्याक्रा काटिछन् यिनले। अनिसाले हेर्नु त, यस्तो घाम छ साथीहरू। पुरैको दुःख उहाँ पानी पर्न लागिरहेको छ। अहिलेसम्म घाम भन्दा सोचे चाहिँ जिन्दगी रहेनछ। जेठानी यहाँ छिन्, देउरानी चाहिँ कता छिन्? यिनी कता हो? हात हल्लाउ त, देखे नै हात हल्लाउ त। देउरानी चाहिँ यता देखाइन्छु भनेको के अरे। ल हेर्नु त्यो, ए देउरानी चाहिँ यता छिन्, जेठानी चाहिँ यता छिन्। ल यो आमा कहाँ पुगेको थिइन् त। साथीहरू यहाँ झ्याक्रा बोडीलाई काटेको देखेकै छैन। यहाँ बजे हामी बिमला कहाँ गयो? बिमला उता मासतिर छ। मेरो बिम्लु अच्छा, यो मान्छेको अझै भारी पुगे छैन। यति धेरै भएछ धेरै झ्याक्रा। यो बजेको भारी, त्यहाँ मुठा हाम्रो घाँस, त्यहाँ एउटा भारी नपुगेर हिँडे छ। यहाँ बजै उता नि छ क्या बजे, एउटा ल्याइदिनु न। ठुलो के सानो छोड्ने भनेर नि। कता छ र? उता ठुलो छ क्या त्यहाँ। के को छ? चिलाउनेको हजुरले काट्नु लाग्यो। त्यो स्याडे तोडे र जत्रो तोडे। पानी
घोराउन सक्दिन के हेर्नु बजे लाटोको मन हुन्छ त्यहाँ ए भगमा के देखाएको भने के आफूले भनेको होइन मेरो भिडियो गराइदिएन भने त्यहाँबाट पछि पछि मैले उस भएको उयो झोला हाल्दिनु न हौ खस्यो ल झोला चाहिँ हँसिबिन राखेको एउटाले फेरि हाल्दैछ यिनीहरूलाई काम नपाउनेलाई यहाँतिर लगाइसक्यो अरु केही छोड्नु भारी मलाई नि हाल्न हजुरको लट्ठी भएको खै मैले अरु केही ल्याउनु भएको छ म यिनीहरूको घर ल्याएन के मै त बजारलाई सोध्छु चटपट खाना आउनु चाहिँ सबै मिलेर खानु पर्दैन उनीहरूले खुर्सानी लिएर आउनु हजुर गरेछ हिँड न अगाडि तिमीले यो के हो यो युट्युबमा टिकटकमा हाल्दिन नि त यिनले यो के हो भनेर तर्सिनु होला नि मेरो टोको ओहो थुतु नलुकाऊ बारी हो पक्रा यहाँ बिमला यिनको मोबाइल हो कि यो त मेरो त होइन मेरो बोकिदेऊ न त त्यसो भए छैन हल्का मेरो ए यो दाउरा अझै यति नै पनि बोक्न सकिन्छ अलुन्छ त्यसै गरौँ भने सिङ्का जत्रो घाँस भएर दाउरा भएर ऊ गराइदिएछु कि के बोलेको बोक्छु कि यहाँ मोबाइल समाइदिएछु कि ल लाऊ अलिक पर जाऊ है म त फेरि घोचारिदिउँ न उतैतिर के हो घाँस बोकेर उठ्न नसकेको कोही मान्छेहरू भर्खर 20-22 वर्ष पुगेको मान्छे नि के को बुढी हेर त बजै मैले यहीँ मसी ठुल्ठुलो काटेको त यहीँ उस भएछ उयो घाँस हो कि मैले काट्नु चाहिँ त्यही फालेर गएको घाँसै बाँधेको रहेछ आफूले बान्छ भनेर म यता भारी मिलाउनु गएको के को अचम्म ए तिनीहरू चाहिँ अघि भर्खर गरेको अघि त्यो गरेको होइन उतातिरको हो के त्यही के हो चटपट सबै भयो भएन बन्द गर भएन के भन्छु मैले अहिले त हेर्नु नर्क्यो है भर्खर हालेको चटपट हिमाल हेर्नु मन लाग्छ भने आउनु होला साथीहरू हाम्रोतिर नजिकै देखिन्छ हिमाली साथीहरू फेरि अघि ठुलो सानो झेक्रा लगेर गएर फेरि अहिले ठुलो झ्याङ्क्रा लिन आएको यहाँ हेर्न सक्नुहुन्छ बाटो नि कति चिप्लो छ हो सकिन्न कि आगिन सक्दैन भनेको के अरे आफै तानेको त बजाइ नै छ बजाएर भाइ